यहाँनिर भनेको गौतम बुद्धको ठुलो शालिग छ। गौतम बुद्धको शालिग हुँदै अब चाहिँ म अलि अगाडिपट्टि गरेको यो तपाईहरुले देख्न सक्नुहुनेछ। यसमा भनेको लगभग जुरेली जस्तो टक्क तरिकाले देखाइएको छ। अनि माथिपट्टि अब हामीले हेर्नुपर्ने हुन्छ चट्टान हामी नेपालमै छौं या कुनै पहाडी इलाकामा छौं भन्ने सन्देश दिन्छ यो एरियाले गर्दा। गाइज लगभग दिउँसोको 12 बजिसकेको छ। यति बेला भनेको 12 बजे ठ्याक्कै हामी भाइरल लालबाग पार्कको जहाँ चट्टानी एरिया छ त्यो ठाउँमा पुग्दैछु म। त्यो ठाउँमा पुगिसकेपछि आजको भिडियो पनि अझ रोचक ठाउँहरू रोचक दृश्यहरू छन् भने पार्ट 2 बनाएर खिच्ने कोसिस गर्नेछु। हेलो हेलो गुड मर्निङ नमस्ते तपाईहरुलाई धेरै धेरै स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। आज लगभग बिहानको 11 बजे म आफ्नो भिडियो स्टार्ट गरिरहेको छु। आज भनेको म आफ्नो एरिया भन्दा लगभग बाहिर आएको छु। बाहिरको दृश्य के कस्तो छ तपाईहरुलाई देखाउने कोसिस गर्नेछु। आजको भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। आज म किन आए कसरी आए अनि आजको भिडियो के कस्तो हुन्छ मैले के गर्नेछु सबै यो भिडियोमा पाउनु हुनेछ। तपाईहरु साथ दिनु होला। यतिखेरको मौसमको कुरा गर्ने हो भने मौसम एकदम गर्मी छ। बाहिरतिर धेरै गरम छ। अब बाहिरतिरको अवस्था कस्तो छ तपाईहरुलाई म देखाउँछु है त। यस्तो खुल्ला देखिएको छ अनि दिनहरु पनि आजभोलि लामा छन् त्यही भएर पनि गर्मी पनि बढिरहेको छ। ल गाइस आज भनेको नयाँ ठाउँको नयाँ अनुभूति हुँदैछ। म त धेरै समयपछि बाहिर आउने कोसिस गरिरहेको छु घुम्ने कोसिस। त्यो पनि विशेष ठाउँ जहाँ सबै नेपाली आउने र घुम्ने गर्दछन् त्यही ठाउँमा प्रवेश गर्दैछु। एकैछिनपछि म नाम लिनेछु। अहिले यो रोड क्रस पछि है त। रोड क्रस गर्न निकै गाह्रो छ त्यही भएर पनि म पारिपट्टि जानलाई एकछिनपछि जानेछु। यस्तो गाडीको माहौल छ। यो गाडीको माहौलमा घुम्न जान निकै गाह्रो छ। यतातिर गाडीको धेरै आवाज छ अनि गाडी क्रस गर्नलाई लास्ट गाह्रो छ। यसरी गाडी आइरहेको छ। यो हो प्रवेशद्वार। अब प्रवेशद्वारबाट हामी ठ्याक्कै त्यहाँपट्टि टिकट लिएर हामीले त्यहाँनिर टिकट घर छ। टिकट घर पछि अब हामी टक्क भित्र जान्छौँ है त। यो प्रवेशद्वार हो जहाँ भित्र गएर धेरै किसिमको हामीले देख्न पाउनेछौँ। हाय सुनिन त नाला भिडियोमा क्या रेखा वाला आउट गर के त क्यान्सल गर। लालबागको दृश्य तपाईहरुलाई म आज यो ब्लगमा पुरा देखाउने कोसिस गर्नेछु। पछाडिबाट लाइट जल्लै हो। राम्रो तरिकाको सछनलाई चाहिँ हैन यो ठाउँ र यहाँ अलिकति सन्देश राम्रो भइरहेको छ। कारण के मलाई देखा हाम्रो ए भिडियो बनाउन लागेन उठ्छ बसिरहेको चालु गर तै सिधा गर के स्टार्टिङमा के बोल बनाउनु पर्दैन हो तखिन खाली के बनाउने हो बना गार्डनहरु छ। गार्डनको वरिपरि राम्रोसँगै सजी सजावट देखिन्छ। पछाडिबाट हामी गेट भएर भित्र आयौँ। यतापट्टि ठाउँ ठाउँमा राम्रो राम्रो चेयरहरु पनि राखिएको छ। एकचोटि तपाईहरुलाई गाडीको दृश्य पनि देखाउँछु। अब अलि अगाडि जान्छौँ। अलि अगाडि आवाजहरु छ चराचुरुङ्गीहरु बासेको। त गाइस यति बेला भनेको म अलि अगाडि आएर छायामा बसिराखेको छु। छायातिरबाट अब तपाईहरुलाई पछाडिपट्टि साना बिरुवाहरु एक भागमा छ ऊ
त्यतापट्टि। त्यसपछि अरू तपाईँहरूको भनेको उतापट्टि एउटा घर जस्तै पनि देखिराखेको छ। त्यसपछि यो ठाउँबाट हामी अब जानेछौँ सिधै यतापट्टिको दृश्य पनि एकदम राम्रो छ। अनि उतापट्टि पनि अलग्गै एक भाग अलग देखिएको छ। उतापट्टिबाट हामी त्यो बाटोबाट भित्र छिरेका छौँ। अब अगाडि यहाँभित्र सबै देखिन अगाडिपट्टिको सिधा भागमा यसरी बाँसको झ्याङहरू कति ठुलो रहेछ। यहाँ ठाउँ ठाउँमा लगभग अब पार्क भनेपछि सबै चिजहरू राखिएको हुन्छ कि हैन। यो बाउन्ड्रीभित्र त कति राम्रो सुन्दर डमीहरू, त्यसपछि खरायोहरू, बाघहरू, त्यसपछि गएर सबै जनावरहरू छ। अनि गार्डन छ, रुखहरू पनि उतापट्टि टाढा ठुल्ठुलो देखिएको छ। ऊ यहाँनिर हर्सको माथि यसरी बनाइएको रहेछ। उतापट्टि एकजना मान्छेले गार्डनमा सिँचाइ गर्दैछन्, यो यहाँनिर सेन्टरमा। अनि यतापट्टि भनेको सबै ठाउँमा घाँस जस्तै हरियो छ। त्यसपछि अब ठाउँ ठाउँबाट मान्छेहरू भित्र छिर्ने अनेकौँ ठाउँहरू छ। यतापट्टि एउटा बाटो अलग्गै रहेछ उता। त्यसपछि उतापट्टि अलग्गै ठाउँ छ। अब मसित आएको थिए भण्डारीजीहरू माथि छन्। सार्नु छैन, सर्टकट गर्नु सार्नु छैन, सर्टकट गर्नु के राउन्ड मार्यो सक्यो। अहिले भनेको हामी धेरै अगाडि आइसकेका छौँ। फर्स्ट गेटदेखि बहुत भित्र आइसके धेरै भित्र आइसकेका छौँ अहिले। यहाँनिर अब केही खानेकुराहरू पनि चिसो काँक्राहरू, त्यसपछि पानी यस्तो यस्तो चिज पाउँदो रहेछ। अब हामी त्यतापट्टि जान्छौँ, केही चिसो खानु पर्यो अनि अगाडि बढ्छौँ। अब बरफ खाएपछि अलि चिसो हुन्छ हैन, शान्त हुन्छ। शान्त भएको दिनमा, छुट्टी भएको दिनमा आउनुको फाइदा यही पनि हो। आज शान्त छ एकदम, घुम्नलाई हेर्नलाई। यतातिरको वातावरण एकदम सुनसान छ, लालबागको सिन। चारैतिर थोरै काम गर्ने मान्छेहरू बाहेक यतातिर भनेको गाइज आज प्राय कोही पनि देखिएका छैनन्। हामी चाहिँ अब माथितिर जानुपर्ने हुन्छ एकछिनपछि।
यहाँनिर भनेको बडो खतरनाक ठाउँ रहेछ, एकदम राम्रो रहेछ। चारैतिर बाटो, उतापट्टिबाट एउटा बाटो, तलबाट आउने बाटो, त्यसपछि यतापट्टिबाट एउटा, अनि त्यतापट्टिबाट एउटा, अनि टक्क तरिकाले यस्तो भएर त्यहाँ माथि जाने, माथि हल जस्तो देखिन्छ, त्यता पनि जानेछु म। अब बडो एकदम सुन्दर ब्युटिफुल फ्लावर छ यहाँनिर, यो पनि तपाईँहरू देख्न सक्नुहुन्छ मेरो नजिकै। अरू पनि छन् त यतापट्टि, अनि धेरै छन्। अब क्यामेराले लगभग कैद गर्नु पनि असम्भव जस्तो दृश्यहरू छन् के। अब कति टाढा जाने हो? हात्तीको हेड रहेछ यहाँनिर भनेको। ठुलो रहेछ, धेरै रहेछ क्या लालबागमा मान्छे, त्यही भएर यहाँ धेरै आउने रहेछन् कि। बडो आनन्दको दृश्यहरू छ यहाँ। आज एकदम सुनसान किन छ भने आज सरकारी छुट्टी नभएको दिन हो नि त, त्यही भएर मान्छेहरू एकदम कम देखिरहेको छ। डाँफे, मस्त डाँफे। दृश्यहरू त कति देख्ने हो हेर्नु, लगभग स्वर्ग जस्तै लाग्छ हौ आज त। ल यतिखेर भनेको लगभग यो लालबाग पार्कको टुप्पो लगभग शिरको छेउतिर म पुगिराखेको छु। एकछिनपछि यतातिरको सबै देखाउने छु, अनि पछाडिपट्टि पनि यहाँनिर मस्त तरिकाको टाइगरको सिनहरू देख्न सक्नुहुनेछ तपाईँहरूले। अनि उतापट्टि पनि म त्यो छेउबाट आएको थिएँ। लगभग टुरिस्टहरू पनि यहाँ धेरै घुम्न आउँछन्। सन्देश चाहिँ राम्रो जाने ठाउँ हो, तर हाम्रो दाजुभाइले गर्दा अलिकति यो ठाउँ धमिलिएको छ कि आजभोलि। अनि यहाँनिर भनेको गौतम बुद्धको ठुलो शालिग छ। गौतम बुद्धको शालिग हुँदै अब चाहिँ म अलि अगाडिपट्टि यहाँनिर भनेको लगभग खाली नमस्ते गरेको हात छ। चारैतिरबाट भुइँमा एकदम गार्डन देखाइएको छ, अनि नमस्ते गरेको यो तपाईँहरूले देख्न सक्नुहुनेछ। यसमा भनेको लगभग जुरेली जस्तो टक्क तरिकाले देखाइएको छ। अनि माथिपट्टि अब हामीले हेर्नुपर्ने हुन्छ चट्टान। हामी नेपालमै छौँ या कुनै पहाडी इलाकामा छौँ भन्ने सन्देश दिन्छ यो एरियाले गर्दा। टुरिस्टहरू विदेशबाट यो ठाउँमा लगभग धेरै आउने गर्दा रहेछन्। टुरिस्टहरू पनि देख्न सकिन्छ। ओके गाइज, लगभग दिउँसोको 12 बजिसकेको छ। यति बेला भनेको 12 बजे ठ्याक्कै हामी भाइरल लालबाग पार्कको जहाँ चट्टानी एरिया छ त्यो ठाउँमा पुग्दैछु म। त्यो ठाउँमा पुगिसकेपछि आजको भिडियो पनि लगभग धेरै लामो हुने जस्तो छ। अब यो हेर्दा जति हेरे पनि लगभग धेरै दृश्यहरू देख्न मिल्ने टाइपको छ। बडो गाह्रो छ, धेरै गाह्रो छ। मेरो मोबाइलमा आज एक त चार्ज नभएर समस्या छ। अब सायद यो भिडियो चाहिँ यहाँनिर टुङ्ग्याउनु पर्ने हुन्छ मैले। बाँकी म अझ रोचक ठाउँहरू, रोचक दृश्यहरू छन् भने पार्ट 2 बनाएर खिच्ने कोसिस गर्नेछु। आजको भिडियो के कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। थ्याङ्क्स फर वाचिङ। बाइ बाइ गाइस।